भएको मेरो गुरुवर्ग विनोद कुमार यादव, उहाँलाई पनि कोटी कोटी नमन म गर्दैछु कि यहाँसम्म मलाई पुर्याउनु भएकोमा उहाँको धेरै हात छ। के छ आजभोलि हाम्रो गाउँघरमा कि मतलब कतिपय विद्यार्थीहरू मतलब सबै थोक पाएर, जस्तै सबै थोकको सबै थोक उसले पाइरहेको छ, कपी किताब ड्रेस यताउति त्यही पनि पढ्न सकिराखेको हुँदैन, भनिरहेको छ कि भन्न मार्दै रहन्छ कतिपय विद्यार्थीहरू कि मतलब मेरो यो छैन त्यो छैन यताउति मतलब बोल्दै रहन्छ। तर त्यस्तो होइन कि जब सपना साँचो हुन्छ नि त मतलब आफू पनि चाहे जहाँ मतलब काम गर्न जे गर्नु परोस्, जेमा काम गर्नु पर्छ, चाहे बिल्डिङमा होटलमा यताउति, जब सपना साँचो छ नि आफ्नो आमा बुवाको आफ्नो गुरुको नाम यदि रोशन गर्नु छ नि त मतलब हुन्छ, सक्सेस हुन्छ। किनभने म आफैले सोच्दैछु नि अहिले मतलब मैले कमसेकम 13 महिनासम्म बिल्डिङमा काम गरेर यहाँसम्म पुगेको छु। अहिले मतलब कतिपय विद्यार्थीहरूले भन्न थाल्छ कि मतलब म पढेको छु, साइन्सको विद्यार्थी, म बिल्डिङमा काम गर्छु, मैले होटलमा काम गर्न जान्छु, म अरूको कुरा सुन्छु, यताउति धेरै बहाना मार्दै। तर त्यो होइन, त्यो विद्यार्थीको धर्म होइन। किनभने जब सपना छ भने नि मतलब त्यसलाई सक्सेस गर्नुपर्छ। त्यसलाई जसरी भए पनि चाहे भिख मागेर होस् जे मागेर होस् नि